ल केटा आज ट्रिक्स दाइसँग भेट्ने सपना नि पुरा भयो केटा कग्याङ इन्टरनेसनल भाइब ल ग्याङ ग्याङ हेलो 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 कग्याङ अन टप ल केटाहरू आफै भन मैले कि गलत बोलिरहेको छु कग्याङ इन्टरनेसनल भाइब हाम्रो दादासित भेट्ने सपना नि पुरा हुन्छ भने त तर म 11:30 बजे नै सुत्छु होइन तर आज चाहिँ 12:25 12:30 नै भइसक्यो कग्याङ इन्टरनेसनल भाइब छिटो बोलाउन केटा छिटो बोलाउन हो एमएस भाइ छिटो कल हान्नु न अनि के तिम्रो प्रोजेक्टहरू भइरहेछ त ब्रो एकदम भइरहेछ ब्रो हजुरहरूको मायाले एकदम भइरहेछ गर ठिक छ गर होइन तर अरू दाइ सन्चै हुनुहुन्छ खाना भयो यार खाना भयो तिमीसँग त्यही कुरा गर्नु थियो कि त्यही यहाँ त्यो जुन चाहिँ बारेमा होइन अब त्यही मेन एकदम कुरा खुसी लाग्यो दाइ एकदम अनि खुसी मैले लाग्यो। तिमीलाई मैले भाइ होइन सिधै भनेको ठिक हो नि त होइन सबैको गाडी भनेको ठिक हो होइन अहिले भन्नु हुँदैन भन न। क्लियर भयो होइन अब क्लियर कुरा अब तिम्रो छुट्टै रहेछ होइन कुरा हजुर। क्लियर पनि भयो होइन त्यही हो मैले चाहिँ कग्याङलाई इन्टरनेसनल पुऱ्याउन सोचिरहेको हो है अब अरू के भन्नु र माया फैलाउनु छ चारैतिर तर होइन तर सुन तर त्यो भन्नुपर्दा धेरै चिज भाइ नाम युज नगरिदियो ल बुझ्यौ नि दाइ अब यस्तो हो दाइ फेरि त्यस्तो भयो भने भाइ हल्का फेरि अब हल्का अब बुझाउन अब त्यस्तो अब म यहाँ त्यस्तो ठुलो कुरा गर्ने यहाँ त्यहाँ होइन म ठुलो अब सिधै कुरा होइन म फेरि तपाईँ तिम्रो माया गर्ने मान्छेहरूले अब मलाई आएर के भन्ला यहाँ मलाई मतलब भएन होइन ठुलो पनि गर्दैन ठुलो कुरा फेरि यहाँ ठुलो कुरो गऱ्यो भने ए भुके त्या टाइपको कुरो हुन्छ होइन त्यही हो भाइ नाम चाहिँ धेरै चाहिँ युज नगरिदियो भाइ होइन एकदम तपाईँलाई नि चिन्ने अवसर पाएँ मैले होइन हजुरको नाम केटा छिटो ट्रिक्स दाइलाई हजुरको नाम के हो मेरो जिगी हो यार जिगी हो एकदम माया छ ब्रो है हाम्रो इन्टरनेसनल कग्याङ इन्टरनेसनल ब्लगमा तपाईँलाई एकदम माया छ है को ट्रिक्स भन्छ त ट्रिक्सको भनिदेऊ त तिमीले चिन्छौ होला त ट्रिक्स कग्याङ ट्रिक्सको माया गर न ग्याङहरू माया गर हाम्रो ट्रिक्स दादा हो नि हिँड्दा लडे पनि उठ्ने हो देखिन्छ तारा त्यो भन्दा माथि पुग्ने हो होइन तिम्रो गीत हो यो? उसकै हो तर राम्रो छ